के तपाईँ यस्तो पिकले गिटार बजाउँदा पिक चिप्लिने गर्छ? त्यो चाहिँ तपाईँको पिक समात्ने तरिका नमिलिरहेको हुनसक्छ है। सो यो भिडियोमा म 3 मिनेट जस्तोमा पिक सही तरिकाले कसरी समात्ने भनेर देखाउँछु है। गिटार बजाउँदा जहिले पनि हात सफा गरेर मात्र बजाउनुहोस् है, किनकि पसिनाले गर्दा पिकको ग्रिप राम्रो बस्दैन। यो पिक चाहिँ नर्मल पिक हो है, यो एक साइडमा मात्रै चुच्चो भएको पिक हो। बजारमा यो यस्तो ट्रायङ्गल टाइपको 3 थरीवाला पनि हुन्छ, तर म चाहिँ यो एकतर्फी मात्रै चुच्चो भएको पिक चाहिँ रेकमेन्ड गर्छु है। र यो चुच्चोले चाहिँ गिटारको स्ट्रिङलाई टच गर्छ है। फर इक्जाम्पल यो स्ट्रिङ हो भनेपछि यो स्ट्रिङलाई चाहिँ तल माथि गरेर बजाउँछौँ हामीले। यो चाहिँ मैले ठाडो तरिकाले देखाएँ। अब तार यस्तो हुन्छ भने माथिबाट यस्तो। अनि सुरुमा पिक समात्ने बेलामा चाहिँ हातहरू चाहिँ जहिले पनि रिल्याक्स हुनुपर्छ है। गिटार बजाउने बेला साह्रो हुनु भएन है, हात कक्रक्क परेको हुनु भएन। अनि पहिला यस चुच्चोलाई चाहिँ यसो सपोर्टको लागि यता राख्नुहोस्। अनि यो चोर औँला चाहिँ यस्तो र हल्का सी सेपमा राख्नुहोस्। अनि त्यसको माथि चाहिँ यो पिक लगाएर राख्नुहोस् यस्तो गरेर। अनि थम्बले फेरि ठ्याक्क माथि यस्तो गरेर यहाँ पनि स्पेस हुनु पर्यो है। यो चोर औँला चाहिँ यस्तो हुनु भएन। यस्तो भयो भने के हुन्छ भन्दाखेरि पिकले राम्रोसँग टच गर्नु दिँदैन अनि राम्रो बज्दैन है। त्यही भएर यस्तो गरेर स्पेस दिनुहोस्, तल पनि स्पेस दिनुहोस्, माथि पनि स्पेस दिनुहोस्। अनि यो चोर औँलाको नङ, पिक र यो बुढो औँलाको नङ चाहिँ सकेसम्म चाहिँ यिनीहरू एकै ठाउँमा ग्रुप भएर बसोस् है। यस्तो गरेर प्राय मान्छेले यस्तोहरू पनि गर्छ है। पिकबाट यो औँलाहरू चाहिँ टाढा टाढा नराख्नुहोस् है। फेरि पनि भन्छु एकचोटि, चोर औँलाको नङ, पिक र थम्बको नङ चाहिँ नजिक नजिक होस्। अनि बल्ल मजाले ग्रिप बस्छ। अनि पिक गर्न स्ट्रम गर्न पिक गर्न सजिलो हुन्छ है। त्यसो गरेर अगाडिबाट हेर्दा चाहिँ यस्तो देख्नुहुन्छ है तपाईँले, तल माथि एकदम रिल्याक्स हुनुपर्छ है। यो हात साह्रो हुनु भएन, यस्तो गर्दा एकदम रिल्याक्स तरिकाले बजाउनु। सर माथिबाट हेर्दा चाहिँ यस्तो देख्नुहुन्छ है। अब कर्ड बजाउने हो भने चाहिँ यस्तो हुन्छ है। सो राम्रोसँग पिक समात्ने तरिका जान्यो भने चाहिँ यसो रिदमहरू बजाउँदा पनि पिक कति पनि खस्दैन है। अनि लिडहरू बजाउँदा पनि झर्दैन है पिक। सुरुमा चाहिँ एकदम जसको पनि हात अलिकति साह्रो भइजान्छ, तर 1 दिन 2 दिन गर्दा गर्दा बानी बसेर एकदम इजी हुन्छ पछि चाहिँ। सो आजको मेरो यो सानो सर्ट लेसन भिडियो चाहिँ कस्तो लाग्यो हजुरहरूलाई तल कमेन्ट गर्नुहोस् है। र यो भिडियो कतिको हेल्पफुल लाग्यो, यदि हेल्पफुल लागेमा लाइक पनि गर्नुहोस् र आफ्नो साथीभाइको माझमा चाहिँ सेयर गर्नुहोस् है। मेरो युट्युबको भ्युअर्सहरू चाहिँ धेरै जसो अनसब्सक्राइब भ्युअर्सहरू हुनुहुन्छ र सब्सक्राइब गरेर मलाई अझै धेरै नयाँ भिडियोहरू बनाउने जोस जाँगर दिनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा फेरि भेटौँला।